फुस्किँदो रहेछ नानु ए उ यता यता नानु है नानु आप्पु छोरा जस्तो देखिरहेको छ है खै बोल्दैन हौ पुप्पु हामी चाहिँ गएको अब गुम्बा ए चाहिँ कुनाल कुनाल यहाँ आयो भन्ने मेरो भिडियोमा अब चाहिँ हामी गएको गुम्बा यहाँ चाहिँ आमा आमा दुधै छ मेरो दुवा मै भएको के काम आमा म कुनाल नानी अन्त गइदिनु गएको गुम्बा हो गुम्बा चाहिँ उसको लागि गएको मेमीको बत्ती बाल्नु ल आज चाहिँ कति दिन बाद दुईजना पुरा झगडा पर्दैछ आमा छोरा चाहिँ बिहानदेखि बेलुकासम्म आमा र छोराको चाहिँ यही हो काम गेजेङ 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 हो कराएको कराएको दुईजना बाजेको गर्छ आमा छोरा चाहिँ र हामी चाहिँ मेमीको बत्ती बाल्नु गएको गुम्बा मेमीको चाहिँ मेमी चाहिँ यहाँ कुनालको भूमि हो हाम्रो आमाको बाबा उसको चाहिँ भूमि खस्नुभएको थियो 3 साल भयो नि त सो त्यो भएर चाहिँ आज चाहिँ सालबारी गुम्बा गएको बत्ती बाल्नु अन्त त्यति नै हो आज कति दिन बाद युट्युबको भिडियो बनाएको सिलगढीमा चाहिँ गरम चलिसकेको छ नानीले घरि बस्नु न कहाँ सक्छ तपाईँले बस्नु एकछिन यहाँ आमाले बोकिदिन्छ नि यहाँ चाहिँ हामी 3 जना गएको भन्थ्यो यहाँ चाहिँ छ कुनाल अन्त कुनाल चाहिँ अब भोलि चाहिँ जाँदैछ फर्किँदैछ कुनाल के भन्थ्यो फर्किनुभन्दा अगाडि तिमीलाई कस्तो फिल भइरहेको छ खुसी लागिरहेको छ यत्रो बेहोरा छ नि भन त खुसी लागिरहेको छ किन हामीलाई छोडेर जान्दा मैले भन भन्छु अहिले म यहाँ मान्छेकै छेउमा यहाँ के भन्नु नपरोस् है खुसी लागिरहेको छ किन जान्दैछु म कहाँ जाँदैछौ फरिन फल्टेन ऊ चाहिँ फरिन जाँदैछ हो गरम पुरा आएर के ल्याइदिन्छौ देखिहाल्नु भयो होला बेहोरा यताबाट आउनु यताबाट म मेरो एङ्गलमा कस्तो राम्रो आयो टोटो पनि मैले हामीले हिँड्दै हिँड्दै पाएँ यहीँनिर जाने हँसाउ न टोटोमा चाहिँ ऊ पुरा खुसी हुन्छ है हाँसेको हेरेर कुनाललाई हेर्दै हो हाँस्दैछ पापालाई हेर्दै भोलि जान्छ भनेर होला नि आज हाँसिरहेको हावा आएछ उसलाई मैले यो गुम्बाको भिडियो पनि बनाएको थिएँ होइन बिहा भएर चाहिँ फर्स्ट टाइम बुद्ध जयन्तीमा चाहिँ हामी यहीँनिर आएको त्यही गरमले गर्दा होइन धल्लै भयो एकैछिन घरबाट निस्किँदा गोरो थिएँ अहिले कालो भयो अरूहरू चाहिँ छेत्रीहरू जस्तो देखिरहेको छ ल अब अहिले देखाउँछु फोटो सेसन हुँदैछ अहिले चाहिँ फोटो खिच्दैछ हो कुनाल यहाँ इबी यहाँ अरूको स्टार बहिनी झुमझुम झुमझुम हाँस्थ्यो त यहाँ अर्किन ल यत्रो मान्छेले ऊ यत्रो बढी झोला बोकेर चाहिँ हिँड्दैछ मान्दैन अब यो झोला छोड्नुले गएको बहिनी कहाँ गएको बजार गएको सपिङ गर्नु गएको ए 7 मन्थ्सको नानीले चाहिँ यसरी झोला बोक्छ छोड्ने भए पो अब यो झोला मोरे पनि
मोरी कति छोडिदिन भनिदियो न बहिनी आउले दिँदैन खुसी भयो झोला पाएर फर्केको अब चाहिँ घरतिर फर्केको जुन चाहिँ भिडियो त्यसमा हाल्छ नि फेसबुकमा त्यसलाई अस्ति जस्तो स्क्रिनसट गरेर युट्युबमा हाल्यो भने भइहाल्छ होइन फेसबुकमा त यस्तो लामोवाला हुन्छ नि त युट्युबमा चाहिँ यस्तो हाफवाला हुन्छ भनेर यो चाहिँ अघि आएर बनाएको कचुमर्ची हो हिजोको सब्जी अन्त भात चेक्लालीको भात घरि चाहिँ खाएको घरिबी राम्रो सब्जी त बोक्नु कुनाल घरिबी म चाहिँ खाँदैछु आमा र नानी चाहिँ उयो चाहिँ नानी चाहिँ भिडियो कलमा पल्टेको